बजेट बनिरहँदा प्रभु शाह यो बजेटको विरोधमा थियो, किनकि नेताहरूको आसेपासे आफ्नो हात जगन्नाथ गरिरहेका थिए। प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो क्षेत्र र वरिपरि बजेट खन्याइरहेका थिए। दुनियाँले भनिरहेको थियो कि यो नेताहरू मनमानी गरिरहेछ, आम देश बिर्सेका छन्, आफ्नो क्षेत्र मात्र सम्झेका छन्, यसरी बजेट बनिरहेको थियो। तर यो बजेट कानुन बन्दै प्रतिनिधि सभा राष्ट्रिय सभा भएर एउटा कानुनको हैसियतमा बजेट पारित भएको थियो। कुनै पनि देशमा बजेट बनाउँदा कानुन बमोजिम बजेट बन्छ, कर लगाउँदा पनि कानुन बमोजिम कर लगाउँछ, कुनै योजना छनौट पनि कानुन बमोजिम हुन्छ। पहिलाको सरकार मनमानी गर्दा पनि कानुन बमोजिम गर्थ्यो। तर यो सरकार आएपछि के गर्यो? नेताको बेइमानी सच्याउनु पर्थ्यो, नेताको कुकर्म सच्याउनु पर्थ्यो, प्रधानमन्त्रीले गरेको अपराध सच्याउनु पर्थ्यो। तर उहाँहरूले 3 करोडभन्दा तलका योजनाहरू काट्नु भएको छ। ती सबै वार्डका गाउँका योजनाहरू जो कमजोरहरूको लागि 1-8 करोड दिने र ठुलो नेताहरू अरबको अरब राख्ने, अरबको अरब हटाउनुको सट्टा गाउँका सामान्य योजनाहरू काटेर जो एउटा हुक्मी शासन देखाइराख्नु भएको छ। म प्रधानमन्त्रीले भन्न चाहन्छु कि कानुन बमोजिम तपाईँ शासन गर्ने होइन। कानुन बमोजिम शासन गर्ने हो भने कर लगाउने कुरा, बजेट बनाउने कुरा, योजना छनौट गर्ने कुरा, खर्च गर्ने कुरा के तपाईँको हुकुमबाट चल्छ? कानुन बनाएर गर्नुहुन्न। यदि गर्नुहुन्न त्यस्तो कुशासन हामीले चाहिएको छैन, हामीले चाहिएको सुशासन हो। तपाईँको यो संदिग्ध गतिविधिले हामीले झस्काइरहेको छ प्रधानमन्त्रीज्यू।